यो दिन मेरो दिमागमा दुईवटा कुरा खेलिरहेको थियो। फर्स्ट, म रोडिज बन्न सक्छु कि नै, र सेकेन्ड, म जर्नीसम्म पुग्छु कि नै भनेर। तर मैले त्यो दिन यो कुरा बिर्सेँ कि सानोमा जुन मैले स्ट्रगल, जुन ड्रिम देखेको थिएँ रोडिजमा जाने भन्दा, जुन सङ्घर्ष गरेको थिएँ रोडिजमा जाने भन्दा, त्यो सबै हार्डवर्क आज काम लाग्छ। हो पनि बच्चादेखि म उछलकुद गर्नेमा धेरै एक्टिभ थिएँ। जुन बेलामा मैले कार्टुन हेर्न पर्ने थियो त्यो बेलामा मैले टिभीमा एमटिभी रोडिज हेर्थेँ र त्यहीँदेखि मेरो स्टार्ट भएको जर्नी। एमटिभीमा जति पनि च्यानल आउँथ्यो त्यो च्यानल मैले सब हेर्थेँ। आफ्टर वाचिङ एमटिभी रोडिज, लभ स्कुल, त्यो सब हेरेर आई वाज टु मोटिभेट टु गो इन सो। जसरी भयो नि म सोमा जान्छु भनेर स्ट्रगल गर्न लागेँ, देन हार्डवर्क गर्न लागेँ, एन्ड आई स्टार्टेड टु लर्निङ सो मेनी थिङ्स फर दिस सो। एन्ड अभियसली जति नै मैले सानोमा हार्डवर्क गरेको थियो त्यो सबै आज आएर पे भयो। यस्तै गरेर तपाईँले नै आफूमाथि डाउट लाग्न सक्छ, तर तपाईँले जुन स्ट्रगल, जुन हार्डवर्क गर्नुभएको छ यो सोको लागि, त्यो कुरामा बिलिभ गर्नु। आफूले गरेको जुन हार्डवर्क छ यो सोको लागि त्यो कुरामा बिलिभ गर्नु। आफूले जुन सपना देखेको थियो सानोमा यो सोमा जान्छु भनेर त्यो कुरामा बिलिभ गर्नु। त्यो कुरामा तपाईँ सिलेक्टेड भएर जानु छ रोडिजमा। तपाईँले गरेको सबै हार्डवर्क पे हुन्छ। जस्ट बिलिभ इन योर सेल्फ।